हेलो एभ्रिवान, मेरो छोटो मिठो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। पक्कै पनि तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै भन्न चाहन्छु। आज चाहिँ जंगल जान आँटेको म चाहिँ हैन गाइस, मकै गाडीमा हिँडिरहेको छु हैन। खानुहुन्छ भने सम्पर्क गर्नु होला। कि भए हल्का फुल्का पानी परिरहेको छ। तयारीमा छन्, रेनकोट सट लगाएर तयारीको अवस्थामा छन्। हेर्न सक्नुहुन्छ आज चाहिँ टक्क माथि हामी चाहिँ टक्क लाएर फाइनली जंगल आइयो। जंगलको भ्यू देख्न सक्नुहुन्छ सर हैन, एकदम बवाल गरेको छ। हाम्रो चाहिँ यो चाहिँ फर्स्ट हन्टिङ च्याउ देख्न सक्नुहुन्छ। यस्तो बवाल छ, बवाल दामी च्याउ हेर्न सक्नुहुन्छ। यस्तो बवाल ठुलो च्याउहरू छन् के, यस्तो बवाल दामी छन् हैन। हामी चाहिँ यस्तोवाला चाहिँ टिप्दैनौँ हैन, हामी चाहिँ कपिला खोज्दै हिँडेको छौँ। यिनीहरू चाहिँ हामी त्यत्तिकै छोडिदिँदै हिँड्दै गरेको छौँ क्या साथीहरू। ल खाने भए सम्पर्क गरिदिनु होला। सक्नुहुन्छ च्याउ कपिला भएको ठक्क यस्तो बवाल छ कि हेर्नु, दामी छ दामी। छैन म चाहिँ च्याउ खोजी थाकेँ हैन, तर खासै कपिला त छैन। फङ्गेको चाहिँ यस्तो बवाल छन् क्या। तर हामीलाई चाहिँ कपिला नफङ्गेको चाहिँ हामीलाई चाहिँ यो चाहिँ फङ्गेको मात्रै भेटिन्छ। म चाहिँ थाकेर हिँडिरहेको छु। हैन गाइस, हामी चाहिँ टक्क च्याउ खोजेर अब घरतिर जान आँटेको। टक्क खोलामा आएर पानी सानी खाइयो, बस्यो एकछिन। तर हरेक मच्छरले टोक्दो रहेछ जङ्गलमा। तिमी जस्तै न्यानो। मलाई चाहिँ मम्मीले घाँस लिएर आउन भन्नुभएको थियो। म चाहिँ थोरै मुठा घाँस काटेर फेरि फाइनली गाइस घर पनि आइपुग्यो होइन। टक्क लाएर मैले चाहिँ घाँस फालेँ। एकछिन बसेपछि फ्रिजबाट चिसो पानी लिएर होइन टक्क लाएर खाएँ। पानी एकछिन आनन्द लिएँ। अनि मम्मी चाहिँ च्याउ केलाउँदै हुनुहुन्छ मम्मीले। म चाहिँ नुहाउन हिँडेको, नुहाउनु पर्यो। ओके गाइज, बाई बाई। नेक्स्ट ब्लगमा फेरि भेटौँला। बाई बाई।